हेलो गाइज, वेलकम टु माई नरेन्द्रजी भ्लग। तपाईहरुलाई स्वागत छ। म चाहिँ आज फुलपुरमा जान लागेको छु। फुलपुर चौरानेर जान लागेको छु। म तपाईलाई देखाउनु त्यहाँ गएर चाहिँ हिँड्दैछु। म चाहिँ उता भाइ पनि आउँदैछ मेरो। त्यो भाइसँग भेट्नलाई म जाँदैछु। ल गाइज, म अहिले चाहिँ बानेबारमा छु। चाहिँ बानेबार चोक रहेको छ। म चाहिँ अब जान्छु एकछिन पछितिर हेर्छु म चाहिँ। गाइज, म चाहिँ जाँदैछु। गएर चाहिँ मैले देखाउने छु तपाईहरुलाई चौरानेर चाहिँ फुलपुर चौरानेर चाहिँ मैले देखाउने छु। म चाहिँ अहिले साइकलमा गइरहेको छु। म देखाउँछु। बानेबारदेखि जाँदैछु गाइज। अनि लगेर म चाहिँ त्यहाँ गएर चाहिँ देखाउँछु। भाइसँग भेट्छु मैले चाहिँ। त्यो भाइ चाहिँ आर्मी भएको छ है। अनि ऊ चाहिँ आर्मी भएको छ, सामान किन्नु पर्ने रहेछ उसको चाहिँ। अनि त्यही भएर बोलाइरहेको छ। म चाहिँ जाँदैछु गाइज। त्यो नै हो, हिँड्दैछु, बाटोमा छु अहिले चाहिँ। ल गाइज, म जाँदैछु अगाडि कौशल नगर पुग्न लागि। अगाडि छ कौशल नगर। म चाहिँ गइसकेको छु। कौशल नगर पुग्दैछु। कौशल नगर पुलिस स्पिडमा चाहिँ म पुग्न लागिसकेको छु गाइज। अगाडि छ कौशल नगर। गेट चाहिँ अगाडि छु गाइज। म पुग्छु, पुगिसकेँ भन्दा पनि पुगिसकेँ म चाहिँ। कौशल नगर बिटमा चाहिँ पुगिसकेँ, प्रहरी बिटमा चाहिँ। अब म चाहिँ जाँदैछु गाइज। हेर्नु होला तपाईहरुले, म देखाउने छु। उता के राम्रो रहेछ ग्राउन्ड। ल गाइज, यहाँ चाहिँ रोड विभागको मान्छेहरूले चाहिँ यहाँ चाहिँ रोड चाहिँ अलि लम्ब्याउने भनेर चाहिँ यहाँ चाहिँ रोड नापेर खनिरहेको रहेछ गाइज। मलाई चाहिँ राम्रो लाग्यो। रोड चाहिँ अलि ठुलो बनाउनको लागि चाहिँ यहाँ काटिसकेको रहेछ। मलाई खुसी लाग्यो एकदम है। तपाईहरुलाई कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला तपाईहरुले। कस्तो छ गाइज यहाँ चाहिँ। मलाई राम्रो लाग्यो। हेर्नुहोस् यतातिर गाइज काटिसकेको रहेछ। अनि काटेको रहेछ। अब राम्रो हुन्छ जस्तो लाग्छ। नेपाललाई स्विजरल्यान्ड बनाउनलाई भने जस्तै हाम्रो बालेन सरकारले त्यस्तै हाम्रो उहाँले भनेको चाहिँ त्यस्तै पुरा हुने भयो गाइज। त्यही नै हो, पुरा हुन्छ यहाँ चाहिँ। तपाईहरुले चिन्ता गर्नु पर्दैन, हतार गर्नु पर्दैन, देश विदेशी विदेश भन्न पर्दैन। नेपाल चाहिँ बन्छ। तपाईहरुले नेपालमै बसेर बिजनेस गर्नु होला। के दिमाग चलाएर चाहिँ तपाईहरु अगाडि बढिरहनु होला गाइज। ल गाइज, म चाहिँ सालकोपुटा नजिक पुग्न लागिसकेँ। भन्दा पनि अब 1 मिनट जति छ होला म पुग्नलाई चाहिँ पुगिसकेँ गाइज। गर्मी धेरै भयो, एकछिन हावा खानु पर्यो। अनि त्यसपछि लिएर हावा खाएर एकछिन जानु निस्किनु पर्ला म चाहिँ गाइज। सालकोपुटा चाहिँ यही नै हो। म चाहिँ यहाँ सालकोपुटामा चाहिँ पुगिसकेको छु गाइज। तपाईहरु हेर्दै रहनु होला। म देखाउँदै रहनेछु तपाईहरुले। तपाईहरुकै साथमा रहनेछु म। गर्मी धेरै भयो मलाई चाहिँ। अब हेर्दा आइसक्रिम रहेछ, आइसक्रिम खानु पर्यो। त्यसपछि लिएर जानु पर्ला म। ल अब आइसक्रिम खाएर जान्छु म। अङ्कल यता को हुनुहुन्छ? आउनु त, एउटा आइसक्रिम दिनु त। आइसक्रिम खानु पर्यो। हजुर, कुल्फी भन्दा आइसक्रिम दिनु नि एउटा। कति पर्छ त्यसलाई? 20 रुपियाँ। लगाएपछि आइसक्रिम पनि ल्याइसकेँ मैले। आइसक्रिम खानु पर्यो एकछिन चाहिँ, गर्मी भएछ। खाएर एकछिन हावा खाएर बसेर चाहिँ जानु पर्यो। पिपलको बोटमा बसेर एकछिन हावा खानु पर्यो। जानु पर्ला एकछिन पछि गाइज। त्यही हो। ल गाइज, म चाहिँ हावा खाएर हिँडिसकेको छु गाइजहरू। म चाहिँ अब हिँडिसकेको छु गाइज। अब म जाँदैछु फुलपुरमा। कति बेला पुग्ने हो म चाहिँ अब जाँदैछु। अब केही समय लाग्दैन होला, अब 2 मिनट जति समथिङ लाग्छ होला। म चाहिँ जाँदैछु गाइजहरू। हेरिदिनु होला तपाईहरुले। मैले देखाउँछु त्यहाँ गएर चाहिँ चौरानेर चाहिँ देखाउँछु मैले। चौरानेर वरिपरि फुलपुरमा हेरिदिनु होला तपाईँहरूले। आइदिनु होला, साथसाथै रहनु होला गाइज।
त्यही नै हो ल गाइस कुलपुर चाहिँ उता भएको छ चौरानेर पुग्न लागिसक्यो गाइस म चाहिँ अब पुग्दैछु केही समयमा पुग्छु म चाहिँ अगाडि तपाईँलाई मैले भनिसकेको छु हल्ला पनि आउँछ बाटोमा यो चाहिँ हल्ला धेरै आउँछ गाइस आँखामा के पसे जस्तो छ ल आँखामा पसे जस्तो छ या गाइजहरू पुग्दैछु गाइज अगाडि छ चौरानेर अगाडि छ गाइज लगाइ चौरानेर म पुग्न लागिसकेँ अगाडि छ थोरै अगाडि छ गाइज म चाहिँ जाँदैछु यहाँ बाटोमा चाहिँ गाडीहरू कन्टिन्यू चलिरहन्छ गाइज हल्ला मात्रै हुन्छ धेरै अनि बोलेको भोइस पनि सुनिन्न है गाइज हेरिदिनु होला अनि मैले देखाउने छु म पुग्न लागिसकेको छु अनि गाइज गर्मी चाहिँ धेरै छ गर्मी चाहिँ यहाँ चाहिँ गर्मी चाहिँ धेरै रहेको छ अनि यता मामा पनि हुँदैछ यता मामाको गाडी पनि यता रहेछ गाइज छ उतातिर अब आइसकेँ हेर्नुहोस् गाइज पुगिसकेको छु चौरानेरै नै हो गाइज म पुगेको छु हेर्नु होला अनि त्यही नै हो गाइजहरू चौरानेर म पुगिसकेँ अनि गाइज उता रहेको छ गाडी आउँदैछ एकछिन वेट गर्नुपर्छ होला अलि पुगिन पनि सक्छ गाइजहरू अलि डर पनि छ है डर पनि छ धेरै डर पनि छ गाइज खाइ ठोकिदियो भने फेरि बर्बाद हुन्छ गाइजहरू मामा पनि बसेछ उतातिर फेरि मामाले फेरि कराउँछ फेरि है गाइज ल पुगिसकेको छु यही नै हो कोलपुर चौरानेर यसलाई नै भन्छ चौरानेर चाहिँ यही नै हो गाइज म पुगिसकेको छु अहिले चाहिँ यसलाई फ्रेन्ड चाहिँ राखेको रहेछ त्यहाँ चाहिँ गाइज यही नै हो गाइज म पुगिसकेको छु चौरानेर चाहिँ यही नै यो चाहिँ हात्ती रहेछ यो चाहिँ हाम्रो हात्ती भनिसकेपछि तपाईँहरूले थाहा पाउनुहुन्छ चिन्नुहुन्छ तपाईँहरूले यही नै हो गाइज यस्तो रहेको छ त्यही हो अरू पनि देखाउँछु गाइज मैले हेर्दै रहनु होला माया दिनु होला म अगाडि बढ्दैछु यता बस पार्क रहेको छ बस पार्क तल नयाँ न्यू बस पार्क भन्छ यसलाई चाहिँ बस पार्कमा लगाइजमा चाहिँ कोलपुरमा रहेको छु म चाहिँ भाइलाई पर्खिरहेको छु आउँदैछ भाइ चाहिँ एकछिनमा भाइ आउँछ आइसकेपछि चाहिँ म जान्छु एकछिन बसतिर अनि भाइ आउँदैछ गाइज अनि म अगाडि बढ्दैछु अहिले यहाँ बस्नु पऱ्यो एकछिन बसेर चाहिँ जानु पर्ला म चाहिँ अलि आउँदैछ भाइ आइसकेपछि जानु पर्ला आफ्नो कोठातिर जानु पर्ला भनेर चाहिँ म बसिरहेको छु यता गर्मी धेरै छ गाइजहरू नेपालगञ्ज कोटपुरमा चाहिँ गर्मी त धेरै बढिरहेको छ गाह्रो छ हजुर धेरै गाह्रो छ यतातिर बस्नको लागि चाहिँ गाइज त्यही एकछिन आएपछि गाइज म गइसकेको छु अगाडि भाइहरू पनि आइसकेको छ म अगाडि चाहिँ जाँदैछु भाइहरू अगाडि आइसकेको छु भनेर मलाई फोन गरेको थिएँ जाँदैछु म चौरानेर आछु भन्दा चाहिँ खै कहाँ आएको रहेछ हेर्छु मैले चाहिँ ल भाइहरूसँग भेट भइसकेको छ भाइहरू चाहिँ यहाँ गाडीमा छन् बाहिर निस्किँदैछन् एकछिनमा निस्किन्छन् तिनीहरू हेर्नुहोस् गाइज यहाँ ल गाइज भाइहरू चाहिँ आइसकेको छन् अब गाडीमा निस्किसकेको छन् के छ केटाहरू कस्तो भयो त यात्रा राम्रो भएछ ए गर्मी कतिको छ त नि गर्मी ए नेपालगञ्जमा धेरै छ कि यहाँ कुलपुरमा धेरै छ गर्मी ल धेरै छ है ल गाइज हामी चाहिँ अहिले भेटघाट भयो हाम्रो चाहिँ अब हामी एकछिनमा जान्छौँ अनि बस्छौँ एकछिन चिया नास्ता खाइ खान्छौँ हामी त्यसपछि हामी छुट्छौँ है त ल लगाएर हामी हावा खाँदै बसिरहेछौँ दुई भाइ अब एकछिन पछि जान्छौँ हामी चाहिँ गर्मी भएर यहाँ मर्ने भइरहेछ गर्मी भएर गएको छ अब एकछिन पछि जान्छौँ एकछिन हावा खान्छौँ अनि जान्छौँ हामी घरतिर जान्छौँ हावा खाएर चाहिँ बस्छौँ लगाएछ म चाहिँ अब भाइहरूसँग म यता आइरहेको छु टेकेन्डो खेल्ने ठाउँमा टेकेन्डो खेलिरहेको छन् उतातिर भलिबल पनि खेलिरहेको छन् भाइहरू उता छन् आइरहेको छु यतातिर एकछिन फ्रेस भएर चाहिँ एकछिन जान्छु
घुमतिर गाइस त्यही हो अनि भाइहरूसँग कुराकानी गरेर चाहिँ हामी जान्छौँ एकछिन